गुड मर्निङ र साथी हो आज चाहिँ म भिडियो चाहिँ के बनाएको भने चाहिँ आज चाहिँ हामी चियापत्ती टिप्न आँटेको छ हेर्न सक्नुहुन्छ यहाँ माथि दादा घरमा आएको छ हो हामी यहाँदेखि चाहिँ स्टार्ट गर्ने तलसम्म अब हाम्रो चियाबारीको त्यो रो बारी त छैन कि तर साइड साइड बाटोतिर चाहिँ रोपेको छ एक दुईवटा हो अन्त अब आफै घरमै खानुको लागि अन्त दादाले चाहिँ टिप्दैन अरे हामीलाई टिप्नु भनेर चाहिँ बिहान बिहानै टिपेको यति टिपेछ र आज र म देखाउने छु तपाईहरुलाई कसरी टिप्नु भनेर ल आज के हेर्ने छु बरा कसरी यसरी टिप्नु भने दुई चियापत्ती चाहिँ मलाई आमाले सिकाउँदैछ टिप्नु अन्त यसो टिप्नु पर्छ दुई पाट के भनेमा दुई पाट एक सिरो खोइ दुई पाट एक सिरो हाम्रो चाहिँ दुई पाट एक सिरो गीत छ हैन गीत गाउँदै आमालाई देखाइदिए काकी कता काकी टिपेन काकी काम होला उयो दियो न काकी पनि आउँछ दियो दिए त यो चाहिँ उयो हालेको छैन यो यहाँ राख्नु यसरी टिप्छ यो हाम्रो चिया बगान चाहिँ अब हामी एक्सपर्ट त छैन र पनि यसरी टिप्नु कलिलो त सबै टिप्दा हुन्छ अरे यो चाहिँ आमा उयो हालेको छैन भने कलम के भन्छ कलम काटेको छ कलम हाल्नुपर्छ तर हाम्रो चाहिँ हाल्दैन कलम बर्खामा मात्र कलम बर्खामा भाड्छ कलम हाल्नु चाहिँ टक्कै सरर मिल्छ नि मजाको त्यो तल चिया बगानतिर देख्छ नि अहिले त यो फेरि 2-3 छिमाल टिप्नुपर्छ नि हौ कसो 2-3 खेप चिया त रोप्यो बगानीले कलम हाल्नै जानेन चियापत्ता त रोपे नि कलम हाल्नु पो जानेन बोजू हुन्छ त बोलायो कलम हाल्थ्यो नि बेमाले एक खेप त लेप्टा पाएर त खै उसको चियारो नि त मैले सुकाउनु हुँदैन कि सुकाउनु हुँदैन काट्छ कुटेर चाहिँ नि सुक्कायो भने त मारिँदैन त कस्तो साह्रो पर्दैन त मार्नु लाने बित्तिकै छ हाम्रो बोट त्यहाँ रुख जस्तै चढेर उयो ढिलको त्यहाँ चढेर हामी टिप्ने छ हो सेडी लगाएर साह्रै स्याहार छ नि फेरि रोपेर मजाको आएछ है नि काकी काकीले टिप्दैछ यहाँ यहाँ चाहिँ फेरि कलिलै रहेछ यहाँ चाहिँ यो अब अर्को महिना भइहाल्छ एक बोटमै टिप्नु कम्ता टाइम लाग्दैन रहेछ यहाँ यति निकाल्यो यहाँ तल टिप्दैछ हो पुरै टाइम लाग्छ रहेछ अब यसलाई 2-3 खेप टिप्छ होइन अब एक खेप टिप्यो अब फेरि अर्को पालि पनि टिप्छ हेर्नु नि गाडी बर्खाभरि रुख जस्तै भइसक्यो अब यो बोटै ढाल्नुपर्छ होला टिप्नु लागि बोटै ढालेर टिप्नु पर्ने रहेछ यो चिन्दैन पनि रहेछ यो चियापत्ती हो भनेर तलको र यहाँको हेर्नुको चिया बगानको र यहाँको चाहिँ यस्तो हुन्छ है बस्तीहरूतिर चाहिँ पहाडमा चाहिँ यस्तो हुन्छ है पहाडको चियापत्तीको बोट चाहिँ यस्तो हो लु हामी यहाँ त चढी टिप्छ यहाँ अब झुन्डेर दबाई अलिक सेडी लाएर पो चढ्छ है यहाँ तल नि छ हो यसो यहाँतिर छ तल नि छ
टिपेर आइसके हेर्नुस् यति मात्रै टिप्यो डल्लै बोर्ड त सकेन कि 2-3 वटा बोर्ड चाहिँ टिपेको अनि यो टिपेर चाहिँ अब चाहिँ म यसलाई चाहिँ कुट्नु आँटेको हो यति छ अझै छ अब सेकेन्ड थर्ड टाइममा चाहिँ अहिले चाहिँ म कुट्ने हैन कुट्नुको लागि चाहिँ मैले यो लिएको छु बटम हो यहाँ राखेर कुट्ने प्लास्टिक यो मैला भन्छ नि धुको त यो चाहिँ मुरो यसलाई चाहिँ अब कुट्नु पर्छ गुन्द्रुकको जस्तै मैले गुन्द्रुक बनाएको नि थिएँ अब मैले चियापत्ती बनाएको नि कुटेर देखाउँदैछु हो अन्त यसरी कुट्नुपर्छ एकदम न कसरी कुट्नुपर्छ यसरी होला सिकेको हो मैले पनि यो चाहिँ ह्यान्डमेड एन्ड होममेड टी चियापत्ती तपाईहरु पनि सजिलै बनाउन सक्नुहुन्छ घरमा हैन अन्त यदि तपाईहरुकोमा 1-2 वटा बोर्ड पनि छ भने हैन चियापत्तीको बोर्ड छ भने त्यसलाई त्यसै खेरो नगर्नुहोस् हैन यसरी सिम्पल तपाईहरु गएर टिपेर ल्याएर अन्त यसरी कुटेर सुकाउन सक्नुहुन्छ तपाईसँग मिन पार्नु पर्छ यसलाई चाहिँ यसरी कुटेर चाहिँ यहाँ मैले लिएको च्यादर पनि रेडी पारेर चाहिँ सफा गरेर हो अन्त अब यसलाई सुकाउने सब अर्ग्यानिक देख्नु भयो होला अघि हैन मैले टिपेको हाम्रो बोटहरु देखेर रुख जस्तै छ चियापत्ती काकी नै आउनु भएको थियो काकीले चाहिँ सगाइ टिप्नु हाम्रोतिर त बोटहरु रुख जस्तै चढेर टिप्छ हामी त भन्दै थियो हामी चाहिँ उयो हान्दैन अब कलम हान्दैन नि त कलम र तपाईहरुले देख्नु भएको होला चिया बगानतिर कस्तो मजाको मिलेको फाइन हुन्छ हामी चाहिँ त्यो देख्नु मलाई रुख जस्तै थियो हो त्यो चाहिँ कलम नहानेर त्यस्तो भएको हो घरमै खानुको लागि ठिकै हुन्छ आज सूर्यग्रहण त कसले भन्यो आज 3टा कि 4टा यो के भन्छ उयो के भन्छ प्लानेटहरु सँगै छ अनि आज नन भेजिटेरियन खानु हुँदैन अनि जलहरु आज के मौवास अरे आप आज औसी कि पूर्णे पनि हो रे मौवास अरे आजको दिन चाहिँ पुरा ब्ल्याक म्याजिकहरु गर्छ अरे अनि घरमा गंगा जलहरु झर्नु अरे रुम भित्र अनि 2 पल्ट नुहाउनु अरे आज हाम्रो आमा चाहिँ गोरुलाई घाँस हालेर आएको अनि अन्तिका चाहिँ यो गर्दैछन् उसको काम साथी हो यसरी पनि आमाले पनि गर्दैछ यसरी हातले पनि मार्नु सक्छ मारेर सुकाउनु हातले मार किन यसरी चाहिँ राम्रो हुँदैन एकदम सजिलो छ चियापत्ती बनाउनु अब घरमा एकदम सजिलो टिपेर ल्याएर यसरी कुट्यो नभए हातले मार्यो र सुकायो एकदम रेडी टु इट द चिया कतिले ओखली कुट्छ बट हाम्रो ओखली आमा थियो त हैन हाम्रो त्यो छैन नि कुटेर पास लगाउँछ एक रात राख्छ ओखलीमा चाहिँ त्यसो गर्छ अरे तर हाम्रो ओखली छ के भयो म ओखली हाम्रो नयाँ बनाउँछ ओखली छैन त्यही भएर यसरी नै गर्दैछ यसरी कस्तो हुन्छ एकछिन सुक्छ नि हाम्रो त घामै छैन हेर्नुहोस् दिन कस्तो भइरहेछ फेरि अस्ति 2-3 दिन पुरै घाम लागिरहेको थियो अहिले छैन फेरि गुन्द्रुक पनि निकाल्नु पर्ने अस्ति लगाइरहेछ तल चाहिँ सके कुटेर त्यति भएको चाहिँ यति भयो नाङ्लोमा
एक नाङ्लो र यहाँ च्यादरमा चाहिँ लगाएको छ। यो चाहिँ आमाले हातले मारेको, यो चाहिँ मैले कुटेको। यत्रो ठिकै छ। अब यसलाई सुकेपछि यो चाहिँ एकदम ठिकै साइजमा भइहाल्छ। रेडी भयो। अब यसलाई सुक्नु दिनुपर्छ। घाम मजा लाग्यो भने त छिटै सुक्छ हो। अब घामै छैन हो, कति दिनमा सुक्ने हो। ल साथी हो यति नै। अनि यो भिडियो चाहिँ मैले त्यही चियापत्ती टिपेको बनाएको गरेँ हो। र भिडियो हेर्नुभयो होला फर्स्टदेखि लास्टसम्म हो। अन्त चियापत्ती टिपे हाम्रोमा चाहिँ सबै हुन्छ। अलैँची पनि हुन्छ, चियापत्ती पनि हुन्छ। चियापत्ती राम्रै हुन्छ तर बेसी रोपेको छैन हामीले घरमै खानु लागि चाहिँ। गाई कराएर गाईले हेर्नु न गोरु खोज्दैछ। अस्ति भर्खर त उयो तपाईँहरूले हेर्नुभयो होला भिडियो, बाछा जन्मेको थियो तर बाछा मरेको जन्म्यो होइन। अन्त त्यही भएर तर फेरि अहिले गाईले हेर्नु न गोरु खोज्दैछ। हिजो आजदेखि नै पुरा कराउँदैछ हो। गाई बिहाको कति त भएको छैन, फेरि गोरु खोज्दैछ। के गर्छ कुनि आमाले गोरु लगाउँछ कि लगाउँदैन। फेरि नलगाउने गोरु यसपालि भन्थ्यो। अब यसपालि बाछा नि त्यस्तो भयो हो। अन्त त्यही कुनि के गर्छ। ल साथी यति नै। भिडियो हेर्नुभयो होला होइन। आज त्यो चियापत्ती टिपेको र बनाएको गर्यो।